एक दिन एउटी महिलाले एउटा कुखुराको अण्डाभित्र एउटा रहस्यमय औषधि सुई मार्फत हालिन्। केही सेकेन्डमै अण्डा हल्लिन थाल्यो। त्यसपछि बिस्तारै चिरिँदै त्यसबाट नयाँ जीव जन्मियो। यो अद्भुत दृश्य देखेर उनी छक्क परिन्। त्यसपछि उनले ऐनामा आफ्नो अनुहार हेरिन्। उमेरका कारण अनुहारमा चाउरी परिसकेको थियो। पहिलेको जस्तो सुन्दरता हराइसकेको थियो। यही कारण उनले पनि त्यो औषधि आफूमाथि प्रयोग गर्ने निर्णय गरिन्। उनले सुईमा औषधि भरेर आफ्नै शरीरमा लगाइन्। सुरुमा केही परिवर्तन भएन। उनले सोचिन् सायद यो सबै झुट रहेछ। तर केही क्षणपछि अचानक उनको टाउको घुम्न थाल्यो। आँखा अगाडि सबै कुरा धमिलो देखिन थाल्यो। उनी भुइँमा ढलिन्। त्यसपछि उनको शरीर जोडले काप्न थाल्यो। ढाड बिस्तारै फुल्न थाल्यो। असह्य पीडाले उनी चिच्चाइरहेकी थिइन्। अचानक उनको ढाड चिरियो र त्यही चिरिएको ठाउँबाट एउटा नयाँ हात बाहिर निस्कियो। केही सेकेन्डपछि पुरै नयाँ शरीर बाहिर आयो। त्यो शरीर कुनै साधारण मानिसको थिएन। उनी आफैको 18 वर्षको जवान रूप थिइन्। अझ अचम्मको कुरा त्यो नयाँ युवतीसँग पनि एलिजाबेथका सबै सम्झना, भावना र चेतना थिए। मानव एउटै व्यक्तिका दुई शरीर बनेका थिए। जब उनले ऐनामा आफ्नो नयाँ रूप हेरिन्, उनी आफैलाई विश्वास गर्न सकिनन्। चिल्लो छाला, आकर्षक अनुहार, सुन्दर शरीर, सबै कुरा फेरि पहिले जस्तै भएको थियो। खुसीले उनले आफ्नो शरीरमा लागेको सबै पदार्थ सफा गरिन् र नयाँ जीवन सुरु गर्ने निर्णय गरिन्। अब उनी पहिलेकी एलिजाबेथ होइनन्। उनी नयाँ परिचयका साथ संसार जित्न चाहन्थिन्। उनी सिधै एउटा ठूलो फिल्म कम्पनीको अडिसनमा पुगिन्। जसै उनी कोठाभित्र प्रवेश गरिन्, त्यहाँ बसेका सबैजना केही क्षणसम्म उनलाई हेरेर स्तब्ध भए। यति सुन्दर युवती उनीहरूले पहिले कहिले देखेका थिएनन्। उनको आकर्षक व्यक्तित्वले सबैलाई मोहित बनायो। उनी तत्कालै छनौट भइन्। तर वास्तवमा यो युवती पहिलेदेखि नै एउटी प्रसिद्ध अभिनेत्री थिइन्। उनको नाम थियो एलिजाबेथ। कुनै समय उनी हलिउडकी सबैभन्दा चर्चित अभिनेत्री मध्ये एक थिइन्। तर समय बित्दै गयो, उमेर बढ्दै गयो, उनको लोकप्रियता घट्दै गयो। अन्ततः कम्पनीले उनलाई उमेर धेरै भएको भन्दै कामबाट निकाल्ने निर्णय गर्यो। यो खबरले उनको मन पूर्ण रूपमा टुट्यो। अझ घर फर्किने क्रममा उनले आफ्नो ठूलो विज्ञापन पोस्टर भत्काइँदै गरेको देखिन्। त्यो दृश्यले उनलाई अझ धेरै पीडा दियो। उनी अब बुझिसकेकी थिइन्, यो संसारले जवान अनुहारलाई मात्र माया गर्छ। कथा अझ रोमाञ्चक बन्छ। एलिजाबेथको नयाँ शरीर सु हलिउडकी सबैभन्दा ठूलो सुपरस्टार बन्छिन्। तर एउटा 7 दिनको नियम तोड्ने बित्तिकै सबै कुरा भयावह दिशातर्फ मोडिन्छ।